अब यो आज गुराँसको भुजेन रोपिदिएको कहिलेदेखिको यसलाई यत्रो बनाइरहेको थिएँ। अलिक यो निकाल कौहरू चाहिँ निकाल्न आउँथ्यो। यी भानिज केटा भएर म यहाँ भतिज पनि छ। योहरू चाहिँ अब यसो अलिकति ठुल्ठुलो भएर सानो रोपिराखेको थिएँ। अब पानीको सिजन भयो, रेनी सिजन, अलिकति यतातिर यसो यो बाँसले बिजोग भने यसलाई फाँडेर चाहिँ अब यो रुखपात लाउनु पर्दैछ। यो बाँसले केही गर्नु जान्दिँदो रहेछ हौ। ल यो बोक त भाइ हो त्यो ऊ तल जानुहोस्। यो बोक्नु, यो बोक्नु। यहाँ गुराँसको रोपिदिएको छु। गुराँसको हेरौँ है अब सर्छ पनि पर्ने। ल आइज त भाइ, आइज आइज यता। यता रोप्नुपर्छ ल दुधिलो। यता आइज त। यो बाटो यस्तो छ है, अलिक बाटो चाहिँ खराबै छ र पनि ठिकै छ। अब यो झार जङ्गलहरू फाँड्नु पर्ने टाइम पनि पाउँदैन। साइडमा होमस्टे पनि छ, तर खै यहाँ होमस्टेकोले पनि यसो वरिपरि साफसफाइ गर्नु लागेको हुन्छ नि मान्छेलाई। लु त साथीभाइ भाइहरू केटा हो यो तल चाहिँ जानु, यो लगेर फाँड्दैन। यो पक्रिनु त हजार लगेर ऊ तलतिर रोप्नुपर्छ भनेर ऊ तल रोप्नुपर्छ। यो 3-4वटा छ आइज जानु पऱ्यो। भन्दै होइन तल होइन, म जहाँ भन्छु त्यहाँ रोप्न। अहिले घाँस यहाँ नफार्नु, अहिले रोपिसकेर फार्नुपर्छ। रोपिसकेर फार्नुपर्छ नि भाइ। यहाँ रोप्दा कसैले एउटा यहाँ रोप्दा भाइ। यहाँ म अस्ति रोपेको बिजन त मरेछ के हो यो त? यो मैले यो मरेछ यार, मरेछ नि हो। यो चाहिँ रोपेको थिएँ मैले, त्यो नास्पतिको बिजन हो, मरेछ। अच्छा भाइ यहाँनिर एउटा रोप्यो त, यहाँनिर त्यो राख्नु। यहाँ एउटा गमलासँग भएको चाहिँ रोप्छ, गमलासँग भएको चाहिँ दुइटै हो। यो यहाँनिर रोप्नु। यहीँ त ऊ त्यो उयो गमला भएको चाहिँ मजाले सरसल्लाह चिसो हो।